आजको त छ भने आबुको भात खुवाइमा चन्द्रमा तिम्रो गलेमा टलक्क टल्कियो चन्द्रमा तिम्रो गलेमा फुलको तरेली मुखले बोले बातै लाग्ला झिम्काउ परेरी मुखले बोले बातै लाग्ला झिम्काउ परेरी गैरीको बारी तरिरह्यो गाजली बेसीमा जाउँछ अनि अहिले चाहिँ हामी यता शीतलतिर आएर फोटो खिच्दैछौँ अनि फोटो खिची भएर हामी चाहिँ अब त खाना खान जान्छौँ अनि देखाउँछु म कहाँ छौँ हामी आचार्यको घरमा भात खुवाइ अनि हामी चाहिँ भात खुवाइमा आएको अनि यो र म चाहिँ यो मेरो दिदीको छोरी हो अनि म चाहिँ यसको छ्यामा हो तर हामी दिदी बहिनी जस्तो देख्छौँ सो गाइस अब यसको भिडियो गराइदिन्छु अनि त्यसपछि हामी जान्छौँ अनि म चाहिँ यता आइसकेँ अनि ल अब खाना खान्छौँ हामी अनि त्यसपछि हामी लाग्छौँ घरतिर यस्तो गर्मी छ नि गाइस फर्किनिसकेँ अब छ्यामा 30 मा आउनुहुन्छ अब छ्यामा 30 मा आउनुहुन्छ ए ए ए ए ए ए सबैजना यता छ यहाँ कस्तो मजाको हावा आएको थियो तर म अघि आउँदा अगाडि गइसक्नु भयो लेट्स से हाम्रो चाहिँ गाडी आइसक्यो अनि हामी जाँदैछौँ हाई भन मान्वी हाई यिनीहरूले चाहिँ मलाई दमौल जाम भन्यो तर म जाँदिनँ किन जाने के कस्तो दमल पनि आउँदैन कहिले पनि उगन के भेनाले भनिदिनु भएको के नमस्ते भेना म बोल्दिनँ यो भेनासँग अब म कस्तो राम्रो गाडी यता छ हामी चाहिँ अब जान लागेको हाम्रो घर